मादल छोडेकै छैन, नयाँले बजाउनुपर्छ, यो पुरानोले छोड्दै हुँदैन भनेर बजाउन जान्नेलाई नदिएर अनि नयाँले ड्याङ 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 पार्दाखेरि मादल बज्छ। एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घण्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा छ। यसो गरेर एउटा नक्कली चुनावबाट सरकार बनाइयो। त्यो साथीहरूले देख्नुपर्छ सरकारले के गर्दैछ, जे गर्न सक्थ्यो त्यही गर्दैछ। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ। त्यसो भएर डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त। कहिले नाचेकालाई नाच्न लाउने, मादल छोडेकै छैन, नयाँले बजाउनुपर्छ, यो पुरानोले छोड्दै हुँदैन भनेर बजाउन जान्नेलाई नदिएर अनि नयाँले ड्याङ 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 पार्दाखेरि मादल बज्छ। ढ्याङ्ग्रो त सिक्नुपर्छ मादल। त्यसो भएर जानेकाले गर्ने ठाउँमा यस्ता उडन्ठेउला केटाहरू त्यसो अहिलेका माननीय भनेकाहरूका केहीका नाम यसो सम्झिनुहोस् त कस्ता छन्। त्योभन्दा बढी केही पनि नभन्नु। यसो भएर देश बर्बाद हुँदैछ। एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनु छ हामीले। संसद भङ्ग गरेर अर्को एउटा कृत्रिम ढङ्गले अनि अनधिकृत ढङ्गले अनधिकृत सरकारले, असंवैधानिक सरकारले चुनावको नाटक गर्यो। प्रतिनिधि सभा किन भङ्ग गरेको? 84सम्म समय थियो, अरू सभा वर्ष समय थियो। अरू सभा वर्ष समय हुँदाहुँदै भदौ असोज कार्तिक मङ्सिर 4 महिना, 1 वर्ष 4 महिना भनेको 16 महिना समय छँदाछँदै अहिलेबाट 16 महिना उतिबेर भन्ने हो भनेदेखि त 2 वर्षभन्दा बढी नै समय थियो नि। 2.5 वर्ष सभा, 2 वर्ष 2.5 वर्ष समय हुँदाहुँदै संसद भङ्ग गरेर अनि फेरि अर्को संसद किन चाहियो त भनेको आफ्नो संसद बनाउनु पर्यो। आफ्नो संसद पहिले त आतङ्क उनीहरूले फिजाउन खोजे र हामीले त्यस आतङ्कलाई मानेनौँ र हामी अगाडि बढेपछि त्यो स्थिति भएन। उनीहरूले त हामीलाई घरबाट बाहिर निस्किन नदिने भने नि त।